आज हामीसँग Vivo Y02 मोडल आएको छ र यो मोडलमा चाहिँ गुगल एकाउन्ट लक लागेको छ र हामीले यसलाई ISP द्वारा बाइपास गर्नेवाला छौं विथ EasyJetech र आजकलको Vivoको मोबाइल अनलाइन काम गराउँदा धेरै महँगो पर्ने गरेको छ। त्यही भएर यसको उपाय सस्तो चिपेस्ट वे भनेको ISP पोइन्टबाट बाइपास गर्नु हो। यसरी नै गरी धेरै टाइम लगाएर ISP गरेर हाम्रो सेट गुगल एकाउन्ट रिमुभ भएको छ र गुगल एकाउन्ट रिमुभ भएपछि सेटिङ मैले मिलाएको छु र सेट सबै प्रपरली वर्किङ गरेको छ। क्यामेरा माइक सबै चलिरहेको छ र बाइपास